हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म साथीहरू पुच्का बनाउन जाँदैछु। मैले चाहिँ 250 ml मेजरमेन्ट कपमा चाहिँ 1 कप सुजी लिएँ। अनि यहाँनिर चाहिँ 1 कप मैदा अनि 1 कप चाहिँ आटा लिएँ। अनि बेकिङ सोडा लिएँ अलिकति, अनि रिफाइन ओइल पनि लगाइदिएँ। अनि यो सबैलाई चाहिँ मैले मजाले मिक्स गरेर चाहिँ अलिअलि पानी लाउँदै मैले यसको डो बनाएँ। डो बनाइसकेर चाहिँ मैले यो चिसो थाङ्नाले चाहिँ छोपेर राखिदिएँ 1 घन्टाको लागि रेस्ट। यता चाहिँ मैले नि त्यो बोइल आलु चाहिँ मेसरको हेल्पले मेस गरेर चाहिँ साइड गरिदिएँ यो पनि। अनि यहाँनिर मैले पानीपुरीको आलुको मसलाहरू चाहिँ लाउँदैछु म साथी हो। यो चाहिँ बोइल मटर भयो, प्याज खोर्सानी, धनिया पत्ता हो, अनि आमचुर पाउडर, ब्ल्याक सल्ट, अनि जिरा धनियाको पाउडर, नुन, अनि अलिकति चिल्ली पाउडर पनि लाएर चाहिँ मैले सबै मजाले मिक्स गरेर यसलाई पनि साइड गरेँ। अनि ओभरनाइट भिजाएर राखेको मैले यो चाहिँ तित्री थियो। यो तित्रीको रस चाहिँ म चाहिँ यो पानीपुरीको पानी बनाउन लागि चाहिँ रेडी गर्दैछु। मैले चाहिँ तित्रीको झोल लगाएँ यहाँ। अनि यो पुदिना धनिया र खोर्सानीको यो पनि पेस्ट लगाइदिएँ। यहाँ बोइल छोला र मटरसुटी, धनिया पत्ता, प्याज हो, आमचुर पाउडर, ब्ल्याक सल्ट, जिरा धनियाको पाउडर, नुन सबै लाएर चाहिँ, अनि आइस पनि लगाइदिएँ माथिबाट। अनि तित्रीको पानी चाहिँ एकदम भक्कु तित्रीको पानी चाहिँ लगाइदिएँ साथी हो। यो चाहिँ अघि मैले राखेको यो डो चाहिँ एकदम नरम भएछ। मैले चाहिँ यसरी सबै बेलेर चाहिँ बोतलको त्यो बिर्कोले चाहिँ मैले यसरी काटेँ सानो सानो सानो। अनि तेल तातो पारेर चाहिँ मैले हेर्नु कस्तो मजाको भयो फुलेर, कति क्रिस्पी हेर्नु साथै कति क्रिस्पी भयो। वाउ, यो चाहिँ मैले मिठा चाट पनि बनाउँछु, मिठा पुच्का मेरो छोरीको चाहिँ फेभरेट हो। साथै तपाईँहरू पनि यसरी घरमा पुच्का बनाएर खान सक्नुहुन्छ। सजिलो छ, मिठो छ। र साथीहरू को कोलाई मन पऱ्यो कमेन्ट गर्ने, लाइक